दर्शकवृन्द देख्न सक्नुहुन्छ बालेन शाह यति बेला बालेन शाहको बेला मतदान गर्नुको लागि उहाँ यो गोप्य स्थानमा बस्नु भएको छ। यहाँ मतदान गर्नुहुन्छ उहाँले। बालेन शाह यति बेला मतदान गर्दै दर्शकवृन्द रासोपा वरिष्ठ नेता र भावी प्रधानमन्त्रीमा रासोपाले अगाडि सारेका एउटा उम्मेदवार बालेन शाह देख्न सक्नुहुन्छ। उहाँले मतपत्र खसालिसक्नु भएको छ। यो प्रत्यक्षतर्फको भने उहाँले फेरि समानुपातिकमा पनि गर्नुपर्ने हुन्छ। प्रत्यक्षतर्फको उहाँले मतदान गरिसक्नु भएको छ भने अब समानुपातिकतर्फ उहाँले फेरि मतदान गर्नुहुनेछ। त्यसको लागि उहाँले यो लिँदै हुनुहुन्छ, पत्र लिँदै हुनुहुन्छ। दर्शकवृन्द बालेन शाह अति फास्ट एकदमै छिटो उहाँले प्रत्यक्षतर्फ भोट हाल्नु भएको छ। आफैलाई भोट हाल्न पाउनुहुन्न। प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर 2 बाट सुनिल केसी हुनुहुन्छ, जो बालेन शाहसँग निकै नजिक पनि हुनुहुन्छ। र यति बेला हामीले समानुपातिकतर्फको उहाँले पत्र पाइसक्नु भएको छ भने यसमा पनि उहाँले मतदान गर्नुहुनेछ। यति बेला हामी देख्न सक्छौँ बालेन्द्र शाह अन स्क्रिन। दर्शकवृन्द उहाँले प्रत्यक्षतर्फ मतदान गरिसक्नु भएको छ भने यति बेला उहाँले समानुपातिकको पत्र लिएर मतदान को लागि कुरिराख्नु भएको छ। मतदान गर्नको लागि कुरिराख्नु भएको छ। दर्शकवृन्द अब उहाँले समानुपातिकतर्फ मतदान गर्नुहुनेछ। दर्शकवृन्द हेर्न सक्छौँ हामी समानुपातिकतर्फ मतदान गर्नको लागि उहाँ हेर्न सक्नुहुन्छ। यो समानुपातिकको तर्फ उहाँले मतदान गर्दै हुनुहुन्छ बालेन्द्र शाहले। हेर्न सक्नुहुन्छ दर्शकवृन्द यति बेला समानुपातिकतर्फ उहाँले मतदान समानुपातिकतर्फ पनि गरिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ उहाँले मतदान गरिसक्नु भएको छ। मतदान गरिसकेर उहाँ यति बेला दर्शक देख्न सक्छौँ हामी रासोपा वरिष्ठ नेता बालेन्द्र शाह यति बेला यो सिनामङ्गलको अन्नपूर्ण इङ्ग्लिस स्कुलमा मतदानको लागि आउनुभएको छ। झापा 5 बाट उम्मेदवारी दिए तापनि उहाँको मतदान केन्द्र चाहिँ उहाँले मतदान गर्नुपर्ने स्थान चाहिँ काठमाडौँ क्षेत्र नम्बर 2 अन्तर्गत यो ठाउँ भएकाले उहाँ मतदानको लागि उपस्थित हुनुभएको छ। हेर्न सक्नुहुन्छ उहाँ यति बेला यहाँ जनतासँग लाइनमा हुनुहुन्छ भने उहाँको दाइ कौशल शाह पनि हामी देख्न सक्छौँ। उहाँको दाइ भाउजू नै आउनुभएको छ। दाइ कौशल शाह भाउजू पनि हामी देख्न सक्छौँ स्क्रिनमा। यति बेला लाइनमा छन्। दर्शक पनि हेर्न सक्नुहुन्छ उनी आफ्नो पालो कुरिरहेका छन् र यो उहाँको परिवारै हामी देख्न सक्छौँ। दाइ कौशल शाह भाउजू लगायत उहाँको परिवार यति बेला मतदान केन्द्रमा उपस्थित भएको र यहाँको मतदान सकाए पछाडि झापा जाने कार्यक्रम पनि रहेको छ आज, किनकि उहाँ झापाबाट उम्मेदवारी दिनुभएको छ झापा क्षेत्र नम्बर 5 बाट। त्यसैले पनि बिहानी पहको यो समयलाई मतदान गरेर आफ्नो उम्मेदवारी दिएको क्षेत्र निर्वाचन क्षेत्रमा जानुपर्ने यो समयले गर्दाखेरि पनि